गो ल साथीहरू नमस्कार, जय मसी है। आज चाहिँ फेरि यो गहुँ कुटाइ छ। आज चाहिँ बाबा छोरीको होइन। अनि यो गहुँ पनि आज धेरै दिन पछाडि यो घाम लागेको कारणले गर्दाखेरि चाहिँ गहुँ पनि चिरिप्पै सुकेछ है। अलि अब बानी छैन, साह्रो गाह्रो पर्दछ हान्ने हो। छोरीलाई हानौँ त। ड्याम ड्याम बढी त उँदै जाने रहेछ क्या हो। ए चिरिपे नि ढिकी भए त सजिलो हुन्थ्यो है। ढिकीमा ड्याम ड्याम कुटो यसरी लौरो घुमाउनै नपर्ने। तर के गर्नु। ए छोरी तिमीले त छोए मात्र हुन्छ। बाबाले सबै धुलो पार्नु हुने रहेछ। लौरो घुमाई घुमाई धुलो भइसक्यो। ल दिपक सुनवारलाई कसैले भेट्छ। लौरो घुमाएको आएन क्या हो। सकिएन है। ल साथीहरू मैले चाहिँ आज अघि कुट्दै थिएँ, अहिले चाहिँ मैले फाइनल मैले यो आज चाहिँ यो केलाउने प्रयास गर्दैछु है। कस्तो हुन्छ ल। पारा आउला आउला जस्तो छ होइन। कस्तो छ यो यताबाट अलिक पोखिँदो रहेछ होइन। अरे ल यो यस्तो छ। अझ यसको भुस उडाउने टेक्निक यस्तो गर्नु पर्ला जस्तो लाग्दैछ है। ल यो ल यसो भयो होइन। यसलाई अलि यसो गरेर है, यसलाई चाहिँ यस्तो गर्दा के होला हौ। यसो गरेर होइन। बस के गरे त्यसरी यस्तो पो हुन्छ कि क्या हौ साथीहरू। ल राम्रै होला जस्तो छ त। ल मेसिनमा कुट्दा चाहिँ होइन भुस एकातिर यो दाना एकातिर हुन्छ। ल त्यो मेसिन कहाँ पुऱ्याए। कोदो कुट्ने मेसिन त थियो त हाम्रो गाउँपालिका वडा कार्यालयमा होइन। त्यो मेसिन कहाँ गयो होला। अब चाहिँ एकचोटि हामी हेरौँ। बस ल साथीहरू मेरो काम यस्तै छ हो। आज दिउँसोको होइन। ल अझ एकचोटि हान्छु है। बस ल यस्तै छ साथीहरू। भिडियोलाई लाइक कमेन्ट मन परेमा सेयर गरिदिनु होला। हस् त, धन्यवाद। बाई बाई।